हिँडेको लगभग 3 वर्ष जस्तो भयो त अहिले के पाइस भन्छ क्या मलाई श्रम दादाज्यूहरूसँगै हाम्रो राणा यता तपाईको रविजी बालेनजी तपाईँ जाने अब कुलमानजी होइन कस्तो खालको हुनुहुन्छ भन्ने कुरो त हर्कजीसँग जनताले त एकै खालको हो उहाँहरू मिल्नुपर्छ भनिराख्नुहुन्छ नि त तर उहाँहरू मिल्नु चाहन्न किनकि तपाईँ जाने मैले योभन्दा पहिला पनि उदाहरण देख्छु। हेलो एभ्रिवान फेरि तपाईँ सम्पूर्णलाई स्वागत छ। अहिले चाहिँ हामी मङ्गलबारे चोकमा छौँ घर दैले कार्यक्रममा के छ सन्चै छ कहाँ तिम्रो घर सेवा दाजु सन्चै हुन्छ रक्षाले जित्नुपर्छ यो देशले जित्नुपर्छ यो देशले जित्नुपर्छ यो पार्टीले जित्नुपर्छ। दाजु तपाईँलाई पनि कस्तो नानी रक्षा बहिनी हाम्रो रक्षा बाटोमा है जय हर्क सम्पादन जय माटोमा फागुन 21 गते सर्नुहोस् भए भोरको माटो थुप्रो सर्नुहोस् माटोमा भटाल्नुहोस्। ओके मोटी यो मोटी भन्यो भने रिसाउँछ होला भन्नुपर्छ क्या लाग्छ रक्सिया यो रक्सिया 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 ल ओके रक्सिया जडियालाई चाहिँ छुटाउनुको लागि चाहिँ हामी अभियानमा हिँडिरहेको छौँ साथीहरू कुरा आफ्नो आफ्नो छ फेरि अहिले चाहिँ साथीहरू हामी हाम्रै चोकमा हो कसले के गर्छ यहाँ भन्नु नमिल्ने अब टक्कलाएर साथीहरू म तपाईँलाई हाम्रो अध्यक्ष ज्यूलाई देखाउँछु मेरो दाइ तपाईँ किन मसँग अट्यालिने नमस्ते सेवा रक्षा किराती ब्लकलाई स्वागत छ। थाहा छ म पनि फ्रेममा आएँ मेरो बहिनी जय माटो गाइस यतिको चाहिँ हेर्नु पर्यो जेएनजी भएर ल साथीहरू अहिले चाहिँ हामी यहीँ छौँ है मङ्गलबारे चोकमै यताउता हिँडिरहेछौँ। हाम्रो मेयर साहबलाई सबैजनाले एकदमै स्वागत गरिराख्नु भएको छ। श्रम दादाज्यूहरूसँगै हाम्रो राणा यता नानी हो स्वागत छ रक्षा किराती ब्लगमा। धन्यवाद जय माटो जय माटो भोट फर माटो माटो के भन्नुहुन्छ अझै माटोको लागि बाटो हामी हिँड्ने बाटो टिङटङ यता हाम्रो दाजु हुनुहुन्छ फेरि यता हाम्रो बुनु आइपुग्नु भएको चाहिँ एउटा दिन पर्यो उहाँलाई ओके हर्का सम्पादीको चुनाव चिन्ह माटोमा हजुरहरू जस्तो जेएनजीहरूले सम्झिनु होला यो देश बनाउनुपर्छ धरान 11 को म यहीँ पर मेरो घरको चिज देखिरहेको रहेछ त्यही घरको म धेरै ठाउँमा पिच बनाएको छैन अब सहरलाई चाहिँ माथि पुर्याउनु पर्छ यता चाहिँ हामी काम गरेर बनाउनुपर्छ बजेट ल्याउने श्रमदान गर्ने है त हस् थ्याङ्क यू। चुनाव चिन्ह माटो भविष्यको बाटो है जेएनजी म पनि अल्सो जेएनजी नै हो। मेरो चेली रक्षा किराती ब्लगमा अब मैले बोल्नै पर्ने हुन्छ अफकोर्स मैले बोल्दै गर्दा चाहिँ मैले अब के चाहिँ अब संसारभरि हाम्रो नेपाली भाषी र हाम्रो नेपालभरि नेपाली भाषी छरिएर बस्नुभएका आमा बुवा दाजुभाइ बाजे बोजू जेन्जी भान्जा भान्जी सबैलाई म के भन्न चाहन्छु भनेदेखि अहिलेसम्मको शास्ति हामीले भोगिसक्यौँ। हिजोको भ्रष्ट दलाल नेताहरूले जनताको खुन चुसेर आफू मात्रै धनी भए आफ्नो छोराछोरी मात्रै विश्वविद्यालय फोरेनमा पढाए। हाम्रो चाहिँ जहिले पनि धुलो स्कुलमा अथवा मरितरी बोर्डिङ स्कुल पढाउँछु बोर्डिङ स्कुलमा पनि तपाईँ जाने एउटा खासै राम्रो खालको शिक्षा दीक्षा छैन जस्तो लाग्छ मलाई। हुन त म पनि नपढेको व्यक्ति नपढेको म कसरी भयो भन्दाखेरि हिजोको दिनमा भ्रष्ट दलाल शासकहरूले चाहिँ तपाईँ जाने हाम्रो पहाडी लोक भेगमा स्कुल खोल्दैन स्वास्थ्य बनाइदिएन होइन बाटो बनाइदिएन नबनाएको कारणले चाहिँ हामीले दुःख पाएको छौँ। र मैले एक बारको लाइफ 17 साल मिलिट्रीमा बिताएँ छिमेकी राष्ट्र भारतमा
5.5 वर्ष दुबईमा बिताएँ। त्यो चाहिँ कसले गर्दाखेरि एक बारको लाइफ चाहिँ छुटेर बस्नु पर्यो भन्दाखेरि हिजोको भ्रष्ट दलालको कारणले। र आउने पिँढीहरू चाहिँ हामी जस्तो एक बारको लाइफ छुटेर बस्नु नपरोस्। जस्तो कि अब एउटा उदाहरणको लागि दुबईहरू यतिखेर त्यहाँको फ्यामिलीहरू कहिले पनि तपाईँ जाने छुटेर बस्नु पर्दैन एकै ठाउँमै हो, किनकि विकास भएको छ नि त। विकास भएको देशमा त तपाईँ जाने छुटेर बस्नु पऱ्यो नि त। कमसेकम एक बारको जिन्दगी आउँछ मान्छेको, एक बारको जुनी हुन्छ, एक बारको लाइफमा छुटेर बस्नु नपरोस् भनेर चाहिँ हामी माटोमय भएर हिँडिरहेको छौँ। माटोमयको तपाईँ जाने कमान्डर भनेको हाम्रो हर्कजी हुनुहुन्छ। 3.5 वर्ष 4 वर्षमा तपाईँ जाने धरानलाई हामीले छुट्टै परिवर्तन बनाएको छौँ। अहिलेको तपाईँ जाने विश्वभरि छरिएर बसेको नेपाली भाषीले धरान भन्ने बित्तिकै ओहो तपाईँ त धरानको भन्दाखेरि छाती ठुलो चौरान्छ। विरोधीको चाहिँ हुँदैन कि हो कस्तो खालको छाती होला उनीहरूको चाहिँ। यो के अरे अलिक सडे गलेको तपाईँ जाने माटोले बनेको माटोले त के भन्थ्यो र त्यो सडे गलेको तपाईँ जाने त्यो धातु हुन्छ नि त्यो पत्तुर केहीमा काम नलाग्ने त्यसले बनेको छ कि हो छाती। र त अन्त हामीलाई त विराटनगरमा किराँत प्रदेशको आन्दोलनमा जाँदाखेरि पनि तपाईँहरू त धरानको है ओहो तपाईँहरूको मेयरले त यति राम्रो काम गरेछ कि भनेर भन्दाखेरि म पनि आफ्नो सम्झना ओ छाती त यस्तो खुसी लाग्ने कि है गौरव लाग्ने कि त्यस्तो हुनुपर्ने हो नि त। खास त विरोधीले त तपाईँ जाने भनिरहेछ कि हर्केले के काम गरेछ। अन्त अब हुन्छ नि यो चुनावी प्रचार प्रसारको क्रममा पनि हाम्रो मेयर साहबलाई घरिघरि हात हाल्ने खोज्ने जस्तो हो कि हेपेर हो कि त्यो चाहिँ यस्तो हो। अब नबुझ्ने व्यक्तिहरू अनि फेरि यस्तो पनि पत्रकारहरूले पनि अलिकति उनीहरूको दायराभित्र नबसेकोमा चाहिँ मन परी तन्त्र गरे जस्तो नि लाग्छ क्या मलाई चाहिँ। एज अब श्रमदाताको हिसाबले आम जनताको हिसाबले होइन। म जहिले पनि म आफ्नोलाई हेर्दिनँ होइन, राम्रोलाई हेर्ने मान्छे हो। त्यसो हुनाले म आफ्नै घरको मान्छेले पनि गल्ती गरेछस् भनेर मैले चाहिँ सुझिनु लाउने मान्छे हो। त्यसो हुनाले अलिकति धेरै व्यक्तिहरूले चाहिँ नबुझेको हो, किनभने उहाँ खरो हुनुहुन्छ, खरो शैलीको हुनुहुन्छ। मलाई पनि उहाँको खरो शैली मन पर्दैन, किनभने खरो शैलीसँग म जोडिएको होइन नि त। उहाँले तपाईँ अर्कोलाई विरोध गर्नुहुन्छ भनेर भन्छ नि, विरोध त किन नगर्नु। उहाँले त्यो तपाईँ नप्रष्टै त तपाईँको रविजी बालेनजी तपाईँ जाने अब कुलमानजी होइन कस्तो खालको हुनुहुन्छ भन्ने कुरो त हर्कजीसँग जनताले त एकै खालको हो उहाँहरू मिल्नुपर्छ भनिराख्नुहुन्छ नि त। तर उहाँहरू मिल्नु चाहन्न, किनकि तपाईँ जाने मैले योभन्दा पहिला पनि उदाहरण देख्छु। आमाले 4जना छोरालाई माया गर्छ, तर आमालाई माया गर्ने छोरा चाहिँ को हो त भन्दाखेरि सिर्फ एउटा हर्कजी मात्रै हो नि त। यो देशलाई माया गर्ने हर्कजी मात्रै हो, किनकि तपाईँ जाने आमालाई माया गरेर आमालाई सेभ गर्नलाई हर्कजी आउनुहुन्छ। उता उहाँहरू चाहिँ तपाईँ जाने मासु भात पार्टी छ भनेर चाहिँ उहाँहरू चाहिँ उता जानुहुन्छ। भन्नुको मतलब चाहिँ के भनेदेखि उहाँहरूले भ्रष्टाचार जताएर पाइन्छ, भ्रष्टाचार गर्नु कता पाइन्छ, अनि आफ्नो आफन्तदेखि आफ्नो परिवारसँगलाई तपाईँ जाने नाति पनातिसँग पुग्नुको लागि चाहिँ पुगिन्जालसम्म तपाईँ जाने एउटा बक्समा पैसा राख्नु कहाँदेखि पाइन्छ त्यहाँ चाहिँ जाने भनेर उहाँहरू चाहिँ हेर्नुहुन्छ। भनेदेखि हाम्रो हर्कजी चाहिँ आमालाई नै सेभ गरेर चाहिँ म अगाडि बढ्छु भन्नुको कारण चाहिँ यो देशलाई सेभ गर्नु चाहनुहुन्छ उहाँले। भनेपछि तपाईँ जाने उहाँले बोलेको शब्दले त भ्रष्ट दलाललाई मात्रै असर पऱ्यो नि त, हामीलाई पर्छ त। अनि साथीहरूले चाहिँ फेरि हामीलाई पनि असर पऱ्यो भनेर चाहिँ आउनु चाहन्न, बुझ्नु पऱ्यो नि त। कतिजना तपाईँ जाने सहयोगमा आउनुहुन्छ, सहयोग गर्नु आउँदै गर्दाखेरि उहाँले टाइम नभेटेर नबोल्दाखेरि तपाईँ जाने अब उहाँ बोल्नु भएन म सहयोग दिन्न भनेपछि तपाईँ चाहिँ उहाँ व्यक्तिलाई के अरे सहयोग गर्न आए जस्तो देशलाई सहयोग गर्नु त आएको होइन। त्यसो नगरिदिनु ल, बुझ्नुपर्छ हामीले कि यो चाहिँ हाम्रो समग्र रूपमा हेर्ने हो भने आम नेपाली जनता र यो देशको लागि नै हामीले गरिरहेको छौँ भन्ने कुरा बुझ्नु पर्यो। उहाँहरूले चाहिँ यो चुनावी माहौलमा पनि यसरी होमिँदै गर्दा सघाइराख्दाखेरि चाहिँ हर्क साम्पाङलाई सघाएको भन्ने कुरा चाहिँ नसोचिकन यो चाहिँ देशको लागि गरेको हो भनेर चाहिँ सोचेर आउनु पर्यो। आज म किन आइरहेको छु त, मलाई पनि कुनै आवश्यक होइन नि त। मेरो पेन्सन तपाईँ जाने 50-60 हजार आउँछ, त्यतिले त मेरो नानीहरूलाई यसो बिहान बेलुका खाना र तपाईँ जाने यसो झुपडी नचुने त बनाएको छु, आनन्द घरै बस्दा पनि हुने नि त। तर आउने पिँढीहरूलाई चाहिँ मतलब भोलिको दिनमा मतलब केही टेवा पुगोस् न हामीले गरिदिएको कामले होइन। आउने पिँढीहरूलाई गरिदिइराख्नु देशको लागि गरिरहेको छु नि त होइन। जस्तो कि अब मेरो बाबाले मलाई घर बनाइदिइराख्नु भएको छ भनेदेखि कमसेकम मलाई टेवा त पुग्यो नि त। त्यो घर बनाउने पैसा त मैले अर्को ठाउँमा इन्भेस्ट गर्छु नि त। कमसेकम हामीले यतिखेर उहाँको एउटा लिडरसिपमा उहाँको कमान्ड एन्ड कन्ट्रोलमा केही गरिराख्यो भनेदेखि आउने भावी पुस्ताले अर्को विकास गर्छ होइन, सहजीकरण त भयो नि त। त्यसरी अगाडि बढ्ने कि हामीमा चेतना चाहिँ आउनु पर्यो। जनतामा चेतना जबसम्म आउँदैन यो देश विकास हुँदैन। जनताभन्दा माथि अरू केही पनि छैन, जनताले पाखुरी बजाए विकास हुन्छ, नत्र भने हुँदैन। किनकि डटपेन र घुम्ने चियरले र
जुन के अरे कलम चलाएर देश विकास हुँदैन। हामी जस्तो पट मूर्खले पनि तपाईँ जाने काम गर्यो भने विकास हुँदो रहेछ। धरानलाई तपाईँ जाने विश्वमा छरिएको नेपालीहरूलाई हामीले चिनाउने हामी जस्तो अनपढ भनौँ, अनपढै अब भन्छन् अब भनौँ न हर्केको अनपढ के अरे झोलेहरू भन्ने हामी नै होला। झोले नै अलिक झोले भन्दा पनि तपाईँ अनपढले नै काम चाहिँ गर्ने है। जसको चाहिँ चेतनाको विकास भएर यो विकासको काममा हामी लागि परेको छु भने उनीहरूलाई अनपढ भन्छन् भने जसले चाहिँ अनपढ भनिरहेका मान्छेहरूले चाहिँ कस्तो खालको विचार धारणा बोकेर चाहिँ हिँडेको रहेछ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ होइन त। त्यही त मैले पनि त्यही सोध्छु कि अनि आफ्नो पिँढीहरूलाई हेर्दाखेरि कस्तो लाग्छ होला, आफ्नो सन्ततिहरूलाई हेर्दा कस्तो लाग्छ उहाँहरूलाई के जस्तो कि उनीहरूको लागि हामीले केही गरिदिनुपर्छ भनेर सोध्दैन चाहिँ उनीहरूले एक बारको लागि आज तपाईँ जाने बेलुका एक बोतल बियर र सेकुवा दियो भने अनि 1000 पैसा दियो भने यही सर्भिस र ला भोट अनि त्यहाँदेखि आफ्नो पिँढी त भोलि गएर तपाईँ जाने हामी जस्तो तपाईँ जाने विदेशमा गएर खाडीमा गएर अर्काको लात खाँदै काम गर्नै पर्ने हुन्छ, बाध्यता हुन्छ नि त। अहिलेको फेरि अवस्था भनेको चाहिँ अब देशै अरूको देशमा काम नाटो भन्ने खालको विभिन्न खालको कुराहरू पनि सुनिन्छ। त्यो चाहिँ कस्तो हो दाजु, त्यो पनि प्रस्ताइदिनु नि त कतिजनालाई। अब कतिजना त थाहा छैन कि हामी चाहिँ अब आफ्नै देशमा छौँ, अब त्यो कोही जस्तै हो जसलाई पनि भोट हाल्दा केही फरक पर्दैन भन्ने खालको हुन्छ नि त। उहाँहरूलाई त कति थाहा हुँदैन नि त गाउँ गाउँमा बस्ने मान्छेहरूलाई त। अनि हामी यो देशको यो भूमि नै नरहे हामी कसरी चाहिँ झन् बाँच्ने त भन्ने कुरा पनि उहाँहरूलाई प्रष्टसँग बताइदिनुहोस् न। जस्तो कि अब यही कुरोहरूको लागि त अब अलिकति हर्कजी ज्यादा बोल्छ भन्ने हाम्रै समर्थकहरूले भनिरहेको हुन्छ। उहाँले बोल्नै पर्ने हुन्छ कि यस्तै तपाईँ जाने भनौँ न कुना कुनामा भनौँ न सिधा सोझोहरूले चाहिँ हर्क पनि त्यति नै हो होइन, बालेन पनि त्यति नै हो, कुलमान पनि त्यति नै हो, उहाँहरू समान हो भनेर चाहिँ भनिराखेको छ नि। समान हो भन्ने गर्दाखेरि भोलि उहाँहरू माथि पुग्यो भनेदेखि जनताको लागि समान हो त होइन नि त। त्यसो हुनाले तपाईँ जाने हिजो हामीले जति हामी नेपाली जनताले हामीले भनौँ न एउटा आफ्नो अमूल्य भोटलाई चाहिँ केमा दिउँ त्यो आफ्नो ठाउँमा छ, पार्टीको नाम नलिउँ होइन। तर हामीले अब मेरो पार्टी अथवा हाम्रो मान्छे नभनिकन राम्रोलाई चाहिँ चुन्नु पर्यो के। म चाहिँ माटोको भएर माटोलाई नै भोट दिनु भन्दिनँ। जनतामा चेतना आइसकेको छ। तपाईँको एरियामा तपाईँको माटो पनि खराब छ भने माटोलाई पनि तपाईँहरूले चुन्नु हुँदैन। म चाहिँ त्यस्तो भन्छु। खराब छ भने है, यदि राइट छ भनेदेखि तपाईँ जाने जुनै पनि पार्टीको व्यक्ति होस् राम्रोलाई चुन्नुहोस्। देश विकास गर्ने, टोल विकास गर्ने होइन, नगर विकास गर्ने। यदि गर्दैन भनेदेखि तपाईँहरूले एग्रिमेन्ट गरेर नै तपाईँको त्यो व्यक्तिलाई कारवाही गर्नु सक्ने क्षमता हुनु पर्यो जनतामा। जस्तो कि भोट दिनुभन्दा अगाडि तपाईँलाई हामीले भोट दिन्छौँ, यदि विकास गर्नु भएन भनेदेखि मङ्गलबारेको चोकमा लगेर तपाईँलाई बाँधेर हामी के अरे धरान 11देखि नै हामीले कटाइदिन्छौँ भनेर वडा अध्यक्षलाई पनि तपाईँले एउटा एग्रिमेन्ट गराउनु पर्यो क्या अबदेखि चाहिँ। नत्र भने त विकास गर्दैन नि साथीहरूले, म त थाहा भइसकेको छ। किनभने त्यसो हुनाले अब आउने हाम्रो नेपाली जनताहरूले चाहिँ चेतना सबैमा खोलाउनु होला। जसले हाम्रो रक्षा किराँती ब्लगमा हेरेर मलाई हेरिदिनु भएको छ, बुझ्नु भएको छ, सबैले तपाईँ चाहिँ अब यो चेतना चाहिँ आफूले चाहिँ सबैमा तपाईँ चाहिँ छर्नु होला। थ्याङ्क यू। समय र जानकारीको लागि धेरै धन्यवाद दाजु। एकदमै खटिराख्नु भएको छ दाजु, माया पनि लाग्छ होइन। यति आफ्नो दिलो ज्यान लाएर होइन कुनै पनि स्वार्थ नगरिकन निस्वार्थ भावनाले लागि पर्नु भएको छ। के को चाहिँ खाँचो छ र होइन, तर पनि भावी सन्तति आफ्नो छोराछोरीलाई त पुऱ्याइन्छ होला। तर पनि कति धेरै जनता छ नि त होइन, कति धेरै बिचरा बिहान बेलुका छाक टार्नुलाई पनि कति गाह्रो परिरहेको मान्छेहरूको अवस्था देख्दाखेरि चाहिँ माया लाग्छ क्या दाजु। नत्र त हामीलाई के को टेन्सन छ र, हामीलाई खानु पुगेको छ नि होइन। तर पनि उनीहरूको लागि सबै मान्छे समान हो, सबै जात जाति होइन, लिङ्ग धर्म नभनिकन सबैजना नेपाली भनेपछि सबैले समग्र रूपमा होस् भन्ने हाम्रो चाहना हो नि त। अन्त भएको हिसाबले चाहिँ सबैजनाले बुझ्नु जरुरी छ होइन। हर्कजीको लाइफ हेर्छु म है, बिचरा एउटा नगर प्रमुख स्थानीय सरकारको हेड अफ हुनुभयो है। कहिले आफ्नो परिवारसँग तपाईँको शनिबार घुम्नु जानु धरानी जनताकै लागि गरिराख्नु भएको छ। छोराले नि बिचरा कति धेरै गुनासो गर्छ अरे नि त, तर पनि उहाँले जनता र धरान जनता र धरानै भनेर तपाईँको दिनरात अवरत खटिराख्नुभयो। अब म हेर्नु हिजोदेखि तपाईँ जाने मेरो मिसेस हुँदादेखिको हामी अवरत मेरो मिसेससँग हामी खट्यौँ होइन। मिसेसको निधनपछि हामीसँग कहिल्यै नभेट्ने गरी छुटिसकेपछि म मेरो 2टा छोरीहरूलाई छोडेर पनि म दिनरात म तपाईँ जाने भनौँ न अझै हाम्रो नगर प्रमुखजी त अफिसमा भ्याइ नभ्याइ हुन्थ्यो। उहाँ अफिस जाँदाखेरि म दिल्ली
21 दिनसम्म निरन्तर तपाईँ जाने माथि त्यो भल पहिरो जाँदाखेरि मेरो मिसेस डेली मलाई कर्मचारी पनि भने कतिले तर म कर्मचारी त होइन त्यसपछिको तपाईँ जाने ड्रेनदेखि लिएर माथिको फ्लावर बिचदेखि मुनिको तटबन्धनदेखि लिएर धेरै कामहरू त्यसरी हामीले गरिरहेको छौँ होइन निरन्तर कसको लागि त भन्दाखेरि जनताकै लाग्यो भरे गएर तपाईँ जाने अब हामी राम्रो काम गर्ने नै विरोधमा पनि राम्रो काम गर्ने जो नगर प्रमुख नै तपाईँ जाने नराम्रो हिजो तकको नगर प्रमुखहरूले के गरेको थियो एकै दिन टिका टिप्पणी ल्याए साथीहरूले के भन्नु अब यस्तो साथीहरूलाई भन्नु केही छैन यो कलियुग हो सत्यको जित हुन्छ चर्खा हो सत्यको जित हुन्छ कलियुग हो उहाँले नै भएको देखिहालिन्छ हामीले हाम्रै साथीहरू तपाईँ जाने हिजो सँगसँगै हिँडेको साथीहरूले कामै के भएको छ र भन्नु म त घरिघरि त अन्त के अरे हिँड्नु सक्दैन भने पनि डोलीमा बोकेर कोकाको शिरसम्म पुऱ्याएर चाहिँ देखाइदिनु पर्यो काम के भएको छ भनेर जस्तो लाग्छ क्या घरिघरि त के गर्नु जसले चाहिँ यो आत्मादेखि नै समर्पण गरेर आइरहेको छ नि काम गरिरहेको छ उनीहरूले बुझ्छ कि जसले चाहिँ देखावटी र केही स्वार्थ हिसाबले आएको मान्छे भन्छ उनले त अभियसली उनीहरूले त्यही खालको विचारधारामा राख्छ क्या दाइ कतिजना देख्छु त्यस्तो त्यो चाहिँ गर्नु भएन तपाईँहरूले यदि स्वच्छ भावले आउनुभयो भने तपाईँहरू त्यहाँ सन्तुष्टि हुनुहुन्छ र जब तपाईँले अलिकति सङ्कुचित मन सोचेर र तपाईँले कुनै पनि यो ठाउँमा जाँदाखेरि चाहिँ मैले सघाउँदाखेरि चाहिँ मैले श्रमदान गर्दाखेरि चाहिँ मैले जागिर पाउँछु भनेर आउनुभयो भने चाहिँ तपाईँ अभियसली दुःखी हुनुहुन्छ है त्यो चाहिँ हामीले गर्ने नै होइन समग्र रूपमा सबैतिर विकास भयो भने त अभियसली यो सबैजनाले पाउने हो नि त त्यो भएको कारणले चाहिँ तपाईँले कुनै पनि निस्वार्थ भावनाले चाहिँ आउनु होला भन्ने चाहन्छु नबुझ्ने मान्छेहरू चाहिँ कस्तो हुँदो रहेछ नि चेली नि मैले 3.5 वर्ष पाउने 4 वर्ष भयो नबुझ्ने मान्छेहरू चाहिँ कस्तोले चाहिँ बुझ्दैन रहेछ भनेदेखि भ्रष्टाचार कमिसन खाने होइन अल्छे त्यो चाहिँ अभियसली म पनि अलिकति थप्सिनु दाजु हर्को साम्बामा हिँडेको लगभग 3 वर्ष जस्तो भयो तैँले के पाइस् भन्छ क्या मलाई उहाँहरूले के एन्सर दिन चाहन्छु भने मैले कुनै पनि स्वार्थ बोकेर गएको थिइनँ रहेछ के चाहिँ सही के चाहिँ गलत रहेछ भन्ने कुरा बुझेँ उहाँबाट धेरै कुराहरू सिकेँ म चाहिँ त्यही भन्न चाहन्छु र मैले नै चाहेको भए त मलाई जागिर दिएँ भन्दा नपाउने त त्यस्तो चान्सेस थिएन होला नि त तर मैले त्यो सोचिनँ त्यो भएको कारणले मैले समग्र रूपमा सबैको लागि चाहिँ राम्रो होस् भनेर यस्तो राम्रो काममा लागि परेको छु अनि तपाईँले त्यही बुझ्नु होला अब हेर्दै जानुहोस् देख्दै जानुहोस् अब हामी के चाहिँ गर्दैन मलाई पनि के पाइस् भनेर अब कतिले के पाउनु भयो भनेर भन्नुहुन्छ नि मैले चाहिँ के पाएँ भनेदेखि अब जबसम्म यो टेक्नोलोजी हराउँदैन तबसम्म मेरो नाति पनाति नातिनी पनातिनीहरूको लागि चाहिँ मैले इतिहास मैले रचेर जाँदैछु एउटा कहिले पनि नबोल्ने रे अब जस्तो कि मेरो बहिनीको एउटा भ्लगमा म कैद भइसकेपछि यो टेक्नोलोजी हरायो भनेदेखि हराउने हो नत्र हराउँदैन मैले बोकेको ढुङ्गा मैले बोकेको पाइप मैले बोकेको सिमेन्ट तपाईँ चाहिँ अहिलेसम्म यथावत ताजै तपाईँ चाहिँ इतिहास छ त्यही हो पाउने भनेको हामीले यहाँ आएर चाहिँ संसदीय पार्टीमा चाहिँ नत्र भने अरू ठाउँमा चाहिँ कमिसन पाइन्छ होला हाम्रो पाइँदैन इतिहास आउने पिँढीहरूको लागि हामीले विकास हुन्छ दाजु थ्याङ्क यू मेरो बहिनी एकदमै खुसी लाग्यो है ल थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो साथीहरू तपाईँहरूले यो भिडियो हेरेर थाहा पाइसक्नु भएको छ है त नगर प्रमुख हुँदा पनि माथि गएर पनि तपाईँहरूको लागि दुःख गर्नु पर्यो भन्दैछ सुख गर्ने मान्छेले भ्रष्टाचार मात्रै गर्छ है त त्यसो भएको कारणले भ्रष्टाचार नगरोस् भन्ने खालको मान्छे चुन्नुपर्छ भने तपाईँहरूले चुनाव चिन्ह माटोमा भोट हाल्नु म सबैजनालाई त्यो भन्न चाहन्छु यहाँका स्थानीयलाई मात्रै भनिरहेको छैन मसँग मिडिया पनि भएको कारणले एभ्री टाइम मैले मिडियालाई भनिरहेको छु मिडिया मार्फत सारा नेपालीलाई भन्न चाहेको छु यही मेरो लागि आम सभा हो है मलाई त्यत्रो ठुलो 1 करोडको स्टेज चाहिँदैन होइन हिजो पनि मैले यो खालको सङ्घर्ष गरिरहेको थिएँ यति फरक छ कि आज चाहिँ देश मान्छेहरू 2-4 जना यसो मसँग हिँड्नु भएको छ हिजोको दिनमा त्यो स्थिति थिएन फरक यति मात्रै